यस भिडियो हेर्नु नि त तपाईँहरूलाई विशेष हेलिकप्टरको दुर्घटनामा हेर्नु त हेलिकप्टर चाहिँ त्यो हेलिकप्टर कामै नलाग्ने रहेछ घटनामा के परेको छ। यहाँ सबै पाटपुर्जाहरू विचेत अवस्थामा छ। यहाँनिर फेरि अर्को पनि हेलिकप्टर यहाँनिर आएको छ। यो दुर्घटना हाम्रो स्थलमा नेपालमा के भइरहेछ यहाँ यहाँहरूले दुर्घटनै घटना जहाँ देख्यो त्यहाँ दुर्घटनै हुन्छ। दुर्घटनास्थलबाट मैले प्रत्यक्ष यहाँले देखाइरहेको छु। केही पनि यहाँनिर यो हेलिकप्टरको केही पनि काम नलाग्ने अवस्था पुगेको छ। यसको कारण अब यसको प्राविधिक जाँचबुझले यसको अनुसन्धानपछि के कारणले यो दुर्घटना भयो भन्ने कुरा यसको अनुसन्धानपछि निस्किएला। त्यो मान्छेको क्षति केही पनि भएको छैन। यो त्यो तल्लो तालामा लास तल्लो घोरामा बस्नुपर्ने हेलिकप्टर बसिसकेको र अलिकति माथितिर सार्ने क्रममा चाहिँ यहाँ पल्टिएर यहाँ माथि तलमा आइपुगेको छ। यो टुक्रा टुक्रामा परेको छ। केही पनि भएको छैन। त्यो लास हुन्छ नि त्यो लिएर त्यो हेलिकप्टर अहिले अर्को हेलिकप्टर पनि आयो त्यस्तो छानबिनमा। हाम्रो नेपालमा कति दुर्घटना भएको यो साल यहाँ